International Nepalese Film Awards, INFA 2025, London, United Kingdom. नेपाली प्रतिभा, संस्कृति र सिने क्षेत्रको गौरवलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्ने हाम्रो प्रयास। हामी जहाँ भए पनि हाम्रो मुटु सधैँ नेपालको माटोमा काँसिएको हुन्छ। सांस्कृतिक पहिचान, भाषा र भावनाले हामीलाई एउटै सूत्रमा बाँधेको छ। इन्फा अवार्ड्स केवल पुरस्कार मात्र प्रदान गर्ने कार्यक्रम होइन, यो त हाम्रो नेपालीपनप्रति गर्व व्यक्त गर्ने माध्यम हो। हाम्रो कला, हाम्रो संस्कृति र हाम्रो कलाकारहरूलाई सम्मान गर्नु हाम्रो राष्ट्र प्रेमको प्रतीक हो। इन्फा युके को आयोजना यही आउँदो सेप्टेम्बर 13 तारिक लन्डनमा हुँदैछ, जसमा हाम्रो स्वतन्त्र र अनुभवी जुरीहरूबाट छनौट गरिएका उत्कृष्ट नेपाली कलाकारहरूलाई विजेता घोषणा गर्दै अवार्डबाट सम्मानित गरिनेछ। यस कार्यक्रममा अभिनय, निर्देशन, संगीत, कथा र चलचित्र क्षेत्रका विभिन्न विधाहरूमा योगदान दिएका प्रतिभाशाली व्यक्तित्वहरूलाई उहाँको कला र योगदानको कदर गर्दै सम्मान गरिनेछ। त के हुँदैछ त इन्फामा? कस्तो तयारी हुँदैछ? कस्ता कस्ता कार्यक्रमहरू यो पल्ट हामीले हेर्न पाउनेछौँ? आउनुहोस् इन्फासँग आबद्ध भएका इन्फा इभेन्ट्स युके का व्यक्तित्वहरूसँग भएको कुराकानी सुनौँ। हाम्रो यस्तो छ, अब दर्शक दीर्घामा चाहिँ मन जित्नको लागि अब अवार्ड सो जस्तो एउटा ठुलो इभेन्ट गर्दैछौँ होइन। त्यो आफैले छानेर ल्याउने गर्ने भन्ने हुन्न। हामीले गत वर्ष पनि जुरीलाई स्पेसली उहाँहरूको टाइम सबै कुरो हेरेर आर्थिकै चाहिँ उहाँहरूलाई सानो सहयोग दिएर चाहिँ हामीले उहाँहरू मार्फत सबै कलाकारहरू, हरेक विद्याहरू चाहिँ छनौट गरेको। यो वर्ष पनि हामीले त्यही गरेको। नेपालमा चाहिँ गौरी मल्लज्यू वरिष्ठ कलाकार हुनुहुन्छ, उहाँको संयोजकत्वमा 3 सदस्यीय एउटा जुरी टोली गठन भएको छ। उहाँहरूलाई उहाँहरूको दुःख, अथाह परिश्रम सबै कुरो हेरेर एउटा सानो सहयोग, एउटा टोकन अफ लभको जस्तो हिसाबमा सानो आर्थिक उहाँहरूलाई दिएर भए पनि हामीले चाहिँ उहाँहरूले 30-35 दिन लगाएर चाहिँ 42वटा जति फिल्म हेरेर एउटा चाहिँ 27 विधामा चाहिँ तकरिबन चाहिँ उहाँहरूले छनौट गरिसक्नु भएको छ। त्यसरी चाहिँ अब त्यो विधामा पर्नुभएका नोमिनी साथीहरूलाई हामीले यहाँ ल्याउँदैछौँ। र अब त्यो उसको साथसाथै एउटा नेपालमा अब अहिले चाहिँ भोलि छोडेर पर्सि चाहिँ मन्डे हामीले चाहिँ एउटा रेडिसन होटलमा एउटा पत्रकार सम्मेलन राखेका छौँ। त्यहाँबाट पनि चाहिँ कार्यक्रमहरू अगाडि बढ्दै जान्छ। विभिन्न किसिमको के छ भन्ने कुराहरू त्यहाँबाट पनि खुलस्त हुन्छ। सबैभन्दा पहिलो कुरो त हामीले अलग कार्यक्रम गर्न सक्छौँ भन्ने कुरा गत वर्ष नै प्रमाणित भइसकेको छ। पहिलो कुरा त हामीले गत वर्ष एकदम सक्सेसफुल कार्यक्रम गरेर त्यसमा आएका फिडब्याकको आधारमा यसपालि हामी कार्यक्रम तयारी गर्दैछौँ। अब कार्यक्रमै अन्तर्राष्ट्रिय स्तरको भनिसकेपछि यसमा रहने आकर्षणहरू धेरै नै छन्। उदाहरणको लागि चाहिँ पहिलो कुरो त जानीमानी 10औं, 15औं, 20औं कलाकारहरू आउनु हुनेवाला छ नेपालबाट। त्यस लगायत जुन एउटा पर्फर्मरको रूपमा हामीले स्पेसल्ली एउटा पर्फर्मेन्स क्षेत्रमा जस्तो नृत्यमा पनि संसारभर आफ्नो परिचय बनाइसक्नुहुने एकदम निकै प्रख्यात कलाकारहरू रहने हुनेछ। गायनमा त्यस्तै रहनेवाला छ। त्यसै गरी एउटा कमेडी प्रदर्शनमा पनि हाम्रो एउटा नयाँ कस्तो खालको प्रस्तुति दिन सकिन्छ भन्ने कुराहरू चाहिँ अब आउने दर्शकहरूले चाहिँ देख्न सक्नुहुनेछ। होइन, इन्फा अवार्ड किन गर्नु पर्यो भन्दा पनि अवार्डको कलाकारी क्षेत्रमा एउटा महत्त्वपूर्ण स्थान हुन्छ। अवार्ड भनेको एउटा सम्मान हो, उहाँहरूले गरेको मेहनतको एउटा कदर हो। त्यही हिसाबले पनि अब हामीले चाहिँ अब हामी डायस्पोरामा धेरै नेपाली बाहिर बसिसकेका छौँ र त्यो हिसाबले पनि हामीले बाहिर बस्ने नेपालीले पनि नेपालको कलाकारिता क्षेत्र, विशेष गरेर चलचित्र क्षेत्रमा मेहनत गर्ने कलाकारहरूलाई एउटा उचित सम्मान दिनुपर्छ अन्तर्राष्ट्रिय लेभलमा पनि। र हामीले पनि एउटा अन्तर्राष्ट्रिय लेभलको विश्वासिलो अवार्डलाई चाहिँ हामीले चाहिँ स्थापना गर्नुपर्छ भन्ने उद्देश्यले हामी साथीहरू लागेर चाहिँ यो इन्फा अवार्डलाई चाहिँ सुरु गरे हो। यसको नितान्त उद्देश्य भनेको नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नुको साथसाथै नेपाली चलचित्र क्षेत्रमा काम गर्नुभएको, त्यसमा कलाकारिता क्षेत्रमा जुन योगदान दिइरहनु भएको छ उहाँहरूको उचित सम्मान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। नयाँ चिज भनेको त कलाकार सबैजना धेरै जस्तो नयाँ नै हुनुहुन्छ, पहिलो कुरा त। दोस्रो कुरा भनेको चाहिँ अब पर्फर्मेन्स वाइज लास्ट इयरको भन्दा यो पालि अझ बढी छ पर्फर्मेन्स वाइज। डान्स मात्र नभएर, सिङ्गिङ मात्र नभएर यो पालि चाहिँ हामी कमेडी पनि एड गर्दैछौँ। तपाईँको कमेडी, रोस्ट, सबै कलाकारलाई नयाँ नेपाली जगतको ठुल्ठुलो हस्ती कलाकारलाई भेट्दाखेरि त रमाइलो त त्यतिको भइहाल्यो। भिडियो त अब लास्ट इयर योपालि कलाकारहरू बढी हुनुहुन्छ।
होइन पर्फर्मेन्स बढी नै छन् अब सो इट विल बी मच मोर बिगर देन लास्ट इयर हाम्रो त्यो फर्स्ट प्रोग्राम एउटा ग्रान्ड फर्स्ट प्रोग्रामै थियो भनौँ त्यो भेरी मच लर्निङ एक्सपिरियन्स भयो त्यसमा हामीलाई हुन त न्यू एक्सपिरियन्सहरू कलाकारसँग भेटघाट गर्ने न्यू पिपलहरूसँग भेट्ने एज अ इन्टेलेक्चुअल लेभलमा चाहिँ हामीले एज अ पार्टनरमा काम गरेको इट वाज भेरी गुड अपर्च्युनिटी हाम्रो लागि पनि आई वाज एक्साइटेड अनि त्यो राम्रो सक्सेस भयो अडियन्सले मन पराइदिनु भयो कलाकारहरूले मन पराइदिनु भयो केही फिडब्याकहरू पनि पायौँ होपफुली त्यो फिडब्याकमा काम गरेर यसपालिको अझ ग्रान्ड हामीले इभेन्ट म्यानेज गर्न सक्छौँ सो आई वुड से इट वाज भेरी गुड लर्निङ अपर्च्युनिटी एज वेल यस्तो त्यसमा चाहिँ इन जेनरल मान्छेले चाहिँ आयोजक टोलीको इन्फ्लुएन्स हुन्छ लाइक फिल्म बनाउँदा प्रोड्युसरको अलिकति हात हुन्छ भने जस्तो त्यस्तो केही छैन हामी आयोजकलाई लास्ट इयरमा तपाईँले देखिहाल्नुभयो होइन अन द स्टेज यहाँ प्रोग्रामको डेमा त्यो बन्द भएको खाम चाहिँ हामीलाई दिइन्छ त्यतिखेर खोलेर हामीलाई थाहा हुन्छ कुन विधामा कसले जितेको छ भन्ने कुरो त्यति गोप्य तरिकाले चाहिँ जुरीले राखेको हुन्छ त्यो 3 जना जुरीले हेरेर उहाँहरूले पोइन्टहरू दिएर त्यसलाई सिलबन्दी गरेर लास्टमा फिनिसिङ गर्ने बेलामा उहाँहरूले त्यो सिलबन्दी खोलेर अनि पोइन्टहरू जोडेर कसले कति पोइन्ट दिएको रहेछ कसले कति पाएको रहेछ त्यसको आधारमा चाहिँ नोमिनिजहरू परेको हुन्छ त्यही भएर हामी आफू स्वयं अर्गनाइजर भए पनि हामीलाई पनि यो थाहा हुँदैन यहाँ अन द डे नै थाहा हुन्छ प्रोग्रामको दिन त्यस्तो किसिमले गोप्य रूपबाट चाहिँ एकदम जुरीलाई इन्टायरली हामीले चाहिँ एउटा अधिकार प्रदान गरेको छौँ उहाँहरूको चाहिँ डिसिजनमा त्यो सबै भएको हुन्छ हामीले त्यसमा कुनै हस्तक्षेप गरेको हुँदैन इन्फा अवार्ड यो दोस्रो पटक बेलायतमा हुँदैछ पहिलो पटक हामीले यति नेपाली एसोसिएसन युकेको ब्यानरमा गरेको थियौँ भने यो पटक हामी अलग्गै इन्फाको आफ्नै ब्यानरमा इन्फा अवार्ड गर्न गइरहेको छौँ यसको मुख्य उद्देश्य एकमात्र मुख्य उद्देश्य भन्छु म अझ त्यो भनेको चाहिँ नेपाली चलचित्रलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चिनाउने किसिमले अन्तर्राष्ट्रिय बजारमा पनि यसको प्रवर्धन गर्ने उद्देश्यले हामीले यो दोस्रो पटक कार्यक्रम आयोजना गर्न लागेका हौँ म आफूलाई भेरी प्राउड महसुस गर्छु यो अगेन यसमा इभेन्टमा आफू इन्भल्भ हुन पाउँदाखेरि चाहिँ मैले फेरि यसमा इन्भल्भ हुनुको कारण भनेको हाम्रो चाहिँ टिममा म मेजोरिटी चाहिँ मेन हुनुहुन्छ होइन मेन म एउटा मात्रै फिमेल भए पनि उहाँले कुरा सुनिदिनुहुन्छ होइन फिमेल पर्सपेक्टिभ पनि रेस्पेक्ट गरिदिनुहुन्छ सो आई फिल लाइक इन्भल्भिङ अगेन होइन अनि यसमा के डिफ्रेन्स छ भन्दा मेन डिफ्रेन्स चाहिँ हाम्रो के छ भने हामीले मोस्ट अफ फिडब्याक्समा वर्क गरेका छौँ किनकि हाम्रो अडियन्सले हाम्रो सपोर्ट मात्र होइन कि फिडब्याक एन्ड सजेसन्सहरू पनि धेरै दिनुभएको थियो होइन आफ्नै सोचेर दिनुभएको थियो अभियसली त्यसमा हामीले थुप्रो काम गरेका छौँ होपफुली त्यसले गर्दाखेरि त्यसको इम्प्रुभमेन्टले गर्दाखेरि यो पालिको हाम्रो लजिस्टिक प्लस ओभरअल हाम्रो म्यानेजमेन्ट टिमले चाहिँ धेरै कुरा लर्न गरेर त्यसमा काम गर्न पाउनेछ लाइफ टाइम एचिभमेन्ट भनेको कस्तो भने एउटा सर्टेन एज सर्टेन टाइममा जुन कलाकारिता क्षेत्रमा जुन तरिकाले योगदान गरेको विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो एउटा स्पेसल एवार्ड हो र अघिल्लो साल हामीले भुवन केसीज्यूलाई दिएको थियौँ जुन सबैलाई थाहै छ उहाँ सदाबहार नायक हुनुहुन्छ उहाँले विभिन्न चलचित्रमा काम गरेर धेरै योगदान दिइसक्नु भएको छ र योपल्ट पनि हाम्रो टिमले एउटा डिसाइड गर्दाखेरि चाहिँ हामीले पनि एउटा अब यो अघिल्लोचोटि हामीले पुरुष कलाकारलाई दियौँ भने हामीले यसलाई एउटा निरन्तरता महिला फेरि पुरुष गर्दै जाने भएकोले योपल्ट हामीले नायिका शर्मिला मल्ललाई दिने हामीले चाहिँ निर्णय गरेको छौँ शर्मिला मल्लजीको बारेमा हामी सबैजनाले थाहा नै छ उहाँले चलचित्रमा कुन योगदान दिनुभएको छ यो विशेष गरेर चाहिँ हामीले चलचित्र क्षेत्रमा योगदान गरेको व्यक्तिहरूलाई एउटा चाहिँ सम्मान स्वरूप हो रिटायरमेन्टको चाहिँ उद्घोषण भन्दा पनि एउटा चाहिँ हामीले सम्मान दिनलाई योपल्ट चाहिँ हामीले शर्मिला मल्लज्यूलाई चाहिँ घोषणा गरेको छौँ अभियसली कस्तो हुन्छ भने कलाकारहरू आइसकेपछि अब हाम्रै कलाकारहरू हो होइन आफ्नो आफ्नो फ्यान फलोइङ हुन्छ अथवा सबै कलाकारसँग भेट्ने मिट एन्ड ग्रिट गर्ने यसो फोटो खिच्ने गफसफ गर्ने भन्नु त सबैले चाहेकै हुन्छ होइन अब सबैलाई पुर्याउनु पनि सकिँदैन त्यो हरेक कार्यक्रममा त्यो अलिकति गाह्रो पनि हुन्छ टाइम टेबलको कारणले प्रोग्रामको कारणले तर एज लङ एज हामीले चाहिँ मिट एन्ड ग्रिट गराउने यसो भेटघाट गर्ने गफ गर्ने फोटो खिच्ने माहौल चाहिँ बनाइरहेकै हो तर स्पेसल्ली यसपालि चाहिँ हामीले अलिकति फोकस के गरेको छौँ भने अब प्रोग्राम हलमा छिर्नुभन्दा अगाडि हामीले एउटा व्यापक ठुलो एउटा चाहिँ रेड कार्पेट ओछ्याएको हुन्छौँ अनि त्यहाँ चाहिँ कलाकारहरू आइसक्नु भइसकेपछि हामीले तकरिबन आधा घन्टा टु 45 मिनटको एउटा समय राखेको छौँ त्यो समयमा त्यो रेड कार्पेटमै मात्रै बसिरहनुहुन्छ उहाँहरू हलभित्र छिर्नुहुन्न कलाकार साथीहरू अनि त्यही बेलामा चाहिँ हाम्रो आउने दर्शक दीर्घहरूले पनि भेट्ने गफसफ गर्ने फोटो सुट्ने त्यो एउटा टाइमिङ छुट्याइदिएको छौँ अनि त्यसपछि त्यतिखेरसम्ममा किन चाहिँ त्यो गर्नुपर्छ भने अब त्यो गरिसकेपछि त्यो हिसाबले पनि कलाकारलाई एउटा सम्मान गर्ने स्वागत गर्ने भेटघाट गर्ने हिसाबले पनि दर्शकहरू चाँडो आइदिनुहुन्छ त्यो भइसकेपछि एउटा आधी घन्टा 45 मिनटको कार्यक्रम पनि सकियो जुन कुरो पछि पाउला नपाउला फोटो खिच्ने होइन त्यस्तो चान्सेसहरू कम हुनसक्छ सक्दो ट्राई गरे पनि
त्यो भइसकेपछि अन टाइम पनि प्रोग्राम सुरु हुने भयो। दुईटै कुरालाई मध्यनजर गरेर आधा घन्टा 45 मिनटको रेड कार्पेट सो हुन्छ, बाहिरै हुन्छ, हलभित्र प्रवेश हुँदैन। त्यही बेलामा चाहिँ दर्शक दीर्घहरूले पनि आएर भेटघाट गर्ने, फोटो सुटिने, गफसफ गर्ने कार्यक्रम हुन्छ। अनि बाई द टाइम चाहिँ उपस्थिति पनि राम्रो भइसकेको हुन्छ। अनि भित्र छिटो कार्यक्रम गऱ्यो, अब पछि फेरि यसो भेट्दा ओर्दा फोटो खिच्ने, गफसफ गर्ने भन्नेको त भइ नै हाल्छ। त्यो एउटा चाहिँ हामीले स्पेसल फोकस गरेर यसमा चाहिँ त्यो कुरोलाई अगाडि राखेका छौँ। सो टिकटको लागि चाहिँ हामीले यो वर्ष चाहिँ भिआइपीलाई 50 पाउन्ड र जेनरल टिकट चाहिँ 25 पाउन्ड राखेको छ हामीले। र टिकटलाई हामी यो तालि पनि हामी अनलाइनको व्यवस्था गरिरहेको छौँ भने हामी डोर टिकट चाहिँ सेल गर्नेवाला छैन यो तालि। जम्मा 400वटा जेनरल टिकट हो, 100वटा भिआइपी हो। र टिकटको लागि अहिलेसम्म हामीलाई अग्रिम बुकिङ भनेर अहिलेसम्म हामीले अनलाइन नखोले पनि अग्रिम बुकिङ हामीलाई मोर देन 200जना जुन हाम्रो मान्छेहरू हुनुहुन्छ उहाँले 200 बढी टिकट सोल्ड आउट भइसकेको छ। खुलेको चाहिँ छैन अहिलेसम्म। तर जस जुन अहिले हामीले यो इन्फाको लागि हामी जुन अहिले फेसबुकमा पोस्ट गरेको छ त्यो आधारमा नै 200जना बढीजना चाहिँ टिकट बनाएर राख्नुपर्छ, यो गर्नुपर्छ, के छ कसो छ भनेर हामीलाई बुझिरहनु भएको छ। सो इट्स जुन चाहिँ खोल्छ त्यसको लागि 2-4 दिनमै हाम्रो लगभग भनेको मोर देन 50% सेल चाहिँ टिकट चाहिँ जाने छन्।